नमस्कार सबैजनामा। आजबाट हामी एसए साइन्स एन्ड टेक्नोलोजीलाई फोकस गर्दै 19वटा च्याप्टरलाई 19वटा भिडियोमा प्रत्येक च्याप्टरको सम्पूर्ण चाहिनुपर्ने कन्सेप्टहरू, क्वेसन्सहरू, पास्ट इयर क्वेसन्स लगायत इम्पोर्टेन्ट क्वेसन्सहरू, कुनै पनि च्याप्टरलाई पढ्नुपर्ने सम्पूर्ण कुराहरू एउटै भिडियोमा कभर गर्नेछौँ। र आज हामीले पहिलो भिडियो अपलोड गर्ने तर्खरमा छौँ र क्लास 10 को पहिलो च्याप्टर साइन्टिफिक स्टडी हामी हेर्नेछौँ। पहिला हामी कन्सेप्ट सिक्नेछौँ, एसईका क्वेसन्सहरू सँगसँगै कन्सेप्टहरू गर्नेछौँ र गभर्नमेन्ट बुकका क्वेसन्सहरू पनि हामीले सरसर्ती सल्भ गर्नेछौँ है त। सो लेट्स गेट स्टार्टेड। पहिला छ भेरिएबल्स। भेरिएबल्स भनेको भ्यालु चेन्ज हुने कुरा है, कुनै पनि नाप्न सकिने त्यस्तो कुरा जसको भ्यालु चाहिँ चेन्ज हुन्छ। जस्तो टेम्परेचर हामीले थर्मोमिटरको प्रयोग गरेर नाप्न सक्छौँ। बिहानमा टेम्परेचर आजभोलि कम हुन्छ भने दिउँसो चाहिँ बढ्दै जान्छ। ओके, सबैभन्दा धेरै पटक एसईमा सोधेको क्वेसन छ, त्यसलाई हेरौँ। इफेक्ट अफ स्ट्रेचिङ अफ अ क्याटापल्ट अन द डिस्टेन्स कभर्ड बाई द स्टोन थ्रोन बाई इट। यो चाहिँ एक पटक, दुई पटक, तीन पटक, चार पटक, चारवटा प्रदेशमा सोधेको रहेछ। तीनवटा प्रदेशमा चार पटक सोधेको रहेछ। सो कुनै पनि गुर्तालाई हामीले तन्कायो भने कति टाढा चाहिँ त्यसमा राखिएको ढुङ्गा जान्छ भनेर चाहिँ हाम्रो एक्सपेरिमेन्ट छ। तपाईहरुलाई थाहा छ, अब यो एक्सपेरिमेन्टमा हामीले धेरै गुर्ता तन्कायो भने अथवा धेरै फोर्स लगायो भने, धेरै एक्सटेन्सन गर्यो भने त्यहाँ राखिएको ढुङ्गा पनि धेरै टाढा जान्छ। त्यसले धेरै दूरी कायम गर्छ भने थोरै तन्कायो भने थोरै दूरी कायम गर्छ। सो there are three types of variable. One is independent variable, another one is dependent variable, and another one is controlled variable. So talking about independent variable, यो एक्सपेरिमेन्टमा चाहिँ जहिले पनि इन्डिपेन्डेन्ट भेरिएबल चिन्ने तरिका चाहिँ परिवर्तन गर्न मिल्ने कुरा, what I can change भनेर तपाईले क्वेसन गर्नु होला। र यो एक्सपेरिमेन्टमा तपाईले परिवर्तन गर्न मिल्ने कुरा भनेको फोर्स अन दी रबर अथवा यो गुर्तामा लगाउने फोर्स अथवा गुर्ताको तन्कावाई स्ट्रेचिङ अथवा एक्सटेन्सन हो। सो तपाईले परिवर्तन गर्न मिल्ने कुरा चाहिँ जहिले पनि के हुन्छ, इन्डिपेन्डेन्ट भेरिएबल हुन्छ। कुनै पनि एक्सपेरिमेन्टमा इन्डिपेन्डेन्ट भेरिएबल एउटा मात्रै हुन्छ। ओके, त्यसपछि हामी डिपेन्डेन्ट भेरिएबलको कुरा गरौँ। परिवर्तन हुने कुरा अथवा प्रभाव, जस्तो हामीले यहाँनिर गुर्तालाई तन्कायो भने के प्रभाव देखिन्छ, त्यो प्रभावलाई चाहिँ हामीले डिपेन्डेन्ट भेरिएबल भन्छौँ। तपाईहरुलाई थाहा छ, हामीले गुर्तालाई धेरै तन्कायो भने ढुङ्गा धेरै टाढा जान्छ, थोरै तन्कायो भने ढुङ्गा थोरै टाढा जान्छ। अर्थात् कि डिस्टेन्स कभर्ड बाई द स्टोन थ्रोन बाई द क्याटापल्ट इज द डिपेन्डेन्ट भेरिएबल, किनकि यो इन्डिपेन्डेन्ट भेरिएबलमा भर पर्छ, तन्कावाइमा भर पर्छ। ओके, यो चाहिँ जहिले पनि इफेक्ट हुन्छ, यो चाहिँ जहिले पनि कज हुन्छ। इन्डिपेन्डेन्ट भेरिएबल, डिपेन्डेन्ट भेरिएबल जहिले पनि के हुन्छ, इफेक्ट हुन्छ। सो रिलेसन के भयो यिनी बिचमा, तन्कावाई बढ्यो भने दूरी पनि बढ्छ, तन्कावाई घट्यो भने दूरी पनि घट्छ। ओके, एक्सटेन्सन मिन्स स्ट्रेचिङ। ओके, सो कन्ट्रोल भेरिएबल भनेको बाँकी सबै भेरिएबल्सहरू चाहिँ कन्ट्रोल भेरिएबल हुन्छन्। तपाईले सिम्पली के बुझ्नुस् भने डिपेन्डेन्ट एउटा हुन्छ, इन्डिपेन्डेन्ट एउटा हुन्छ, बाँकी सबै त्यो बाहेकहरू जति पनि भेरिएबल्सहरू छन् जसलाई चाहिँ हामी कन्ट्रोल गर्नुपर्छ एक्सपेरिमेन्टमा भ्यालिड रिजल्ट पाउनको लागि, ती भेरिएबल्सहरूलाई चाहिँ कन्ट्रोल भेरिएबल भनिन्छ। तपाईहरुले चाहिँ एक्जाममा क्वेसन देख्नुभयो भने एउटा क्वेसन के सोध्नु होला भने व्हाट आई किप द सेम, मैले के कुरा चाहिँ सेम राखेँ, त्यो चाहिँ कन्ट्रोल भेरिएबल हुन्छ। जस्तो यो एक्सपेरिमेन्टमा पहिलो पटक एक्सपेरिमेन्ट गर्दाखेरि गुर्ताको थिकनेस र दोस्रो पटक एक्सपेरिमेन्ट गर्दाखेरि गुर्ताको थिकनेस सेम राख्नुपर्छ, नत्र भने रिजल्ट चाहिँ कन्फ्युजिङ हुन्छ, रिजल्ट चाहिँ एक्युरेट हुँदैन। सो थिकनेस अफ द रबर ब्यान्ड र साइज अफ द पेपर बुलेट अथवा स्टोन, ढुङ्गाको साइज पनि पहिलो पटक धेरै, दोस्रो पटक अलिकति हल्का, पहिलो पटक अलिकति गरुको लिनु चाहिँ भएन। सो हामीले के बुझ्यौँ भने कुनै पनि एक्सपेरिमेन्टमा जुन भेरिएबल परिवर्तन गर्न मिल्छ, व्हाट आई क्यान चेन्ज इज इन्डिपेन्डेन्ट भेरिएबल, व्हाट आई अब्जर्भ इज डिपेन्डेन्ट भेरिएबल, एन्ड व्हाट आई किप द सेम इज कन्ट्रोल भेरिएबल। सो यो क्वेसन चाहिँ तपाईहरुले पक्कै पनि बुझ्नुभयो होला, साथसाथै कन्सेप्ट पनि बुझ्नुभयो होला। अब भने हामी अर्को क्वेसन जुन चाहिँ दुई पटक सोधेको छ, 81 मा बागमती प्रदेशमा, 80 मा लुम्बिनी प्रदेशमा सोधेको क्वेसनलाई हेर्छौँ। सो इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट भेरिएबल बिचको डिफरेन्सेस बिट्विन है त। ओके, हामीले अघि हेरिसक्यौँ इन्डिपेन्डेन्ट भेरिएबल भनेको कज हो, डिपेन्डेन्ट भेरिएबल भनेको इफेक्ट हो। र अब डेफिनेसन हेरौँ है। द भेरिएबल्स विच क्यान बी म्यानिपुलेटेड बाई रिसर्चर, रिसर्च गर्ने मान्छे अथवा एक्सपेरिमेन्ट गर्ने मान्छेले चेन्ज गर्न मिल्ने भेरिएबललाई चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल भनिन्छ। र द भेरिएबल विच डिपेन्ड्स अपन द इन्डिपेन्डेन्ट भेरिएबल, इन्डिपेन्डेन्ट भेरिएबलमा भर पर्ने भेरिएबललाई डिपेन्डेन्ट भेरिएबल भनिन्छ। नामबाटै प्रष्ट छ। ओके, ल अब यहाँ हेर्नुहोस् है, एउटा एकदमै ट्रिकी हुनसक्छ।
अब हेर्नु टाइम भनेको जहिले पनि परिवर्तन गर्न मिल्छ हामीले परिवर्तन गर्न मिल्छ भन्नुको सेन्स चाहिँ कुनै एक्सपेरिमेन्टमा टाइम चाहिँ थोरै धेरै गराउन मिल्छ। थोरै समयसम्म एक्सपेरिमेन्ट गर्न सक्छौँ, धेरै समयसम्म एक्सपेरिमेन्ट गर्न सक्छौँ हामीले। सो हामीले परिवर्तन गर्न मिल्ने कुरा चाहिँ जहिले पनि राइट साइडतिर राख्ने, जहिले पनि कता राख्ने, राइट साइडतिर राख्ने, ग्राफमा पनि राइट साइडतिर राख्ने, इक्वेसनमा पनि राइट साइडतिर राख्ने। सो कुनै पनि इक्वेसनमा चाहिँ इन्डिपेन्डेन्ट भेरिएबललाई राइट भेरिएबल भनिन्छ भने डिपेन्डेन्ट भेरिएबललाई लेफ्ट भेरिएबल भनिन्छ है। अब हामीले टाइमलाई राइट साइडतिर राख्यो भने अर्को त लेफ्ट साइडतिर हुन्छ, हेर्नु त यहाँ। र ग्राफमा चाहिँ अब हेर्नु राइट साइडतिर एक्स एक्सिस भेरिएबल भनेको इन्डिपेन्डेन्ट भेरिएबल हुन्छ भने वाइ एक्सिस भेरिएबल भनेको डिपेन्डेन्ट भेरिएबल हुन्छ। अब यतापट्टि तेर्सोमुखीको लाइनलाई होरिजेन्टल लाइन भनिन्छ। सो दिस इज होरिजेन्टल भेरिएबल बिकज टाइम इज इन्डिपेन्डेन्ट भेरिएबल एन्ड इट इज केप्ट अन अ एक्स एक्सिस। And similarly, and this variable which is the left variable, this is the vertical variable. Okay, के बुझ्नु भने जस्तो कुनै एक्सपेरिमेन्ट गर्नु छ, समय र कुनै चिजले ट्राभल गरेको दूरी भने समय भनेको तपाईँहरूले हेर्न मिल्छ, हेर्न मिल्छ, थोरै 1 सेकेन्ड 2 सेकेन्ड 3 सेकेन्ड भनेर चाहिँ चेन्ज गर्न मिल्छ, घडी चलाउन मिल्छ, स्टपवाच चलाउन मिल्छ। सो इट इज अ इन्डिपेन्डेन्ट भेरिएबल। दूरी चाहिँ गाडीले पार गरेको दूरी चाहिँ समयमा भर पर्छ, थोरै समयमा थोरै दूरी पार गर्ला, धेरै समयमा धेरै दूरी पार गर्ला। सो इट इज अ डिपेन्डेन्ट भेरिएबल। बट दिस भेलोसिटी इज अ कन्ट्रोल भेरिएबल। कतिखेर छिटो हिँड्यो कतिखेर ढिलो हिँड्यो भने गाडी त्यो एक्सपेरिमेन्ट चाहिँ सक्सेसफुल हुँदैन। सो भेलोसिटी इज अ कन्ट्रोल भेरिएबल हियर। हजुरहरूले यो कुरा पनि बुझ्नुभयो होला। यति दुईवटा कुरा चाहिँ पढ्नु पर्दैन किनकि क्वेसन्स आएको छैन, तर यी कुरा चाहिँ दुईवटा डिफ्रेन्स बिट्विन चाहिँ हेर्नु होला पक्कै पनि है। ओके, फेरि एकपटक म रिभिजन गर्न चाहेँ। टाइम जहिले पनि राइटतिर हुन्छ, टाइम चाहिँ चेन्ज गर्न मिल्ने भेरिएबल हो। सो इट इज इन्डिपेन्डेन्ट भेरिएबल। राइटतिर हुन्छ भने इक्वेसनमा पनि राइटतिर छ, सो राइट भेरिएबल। सो अर्को चाहिँ कुरा चाहिँ लेफ्टतिर हुन्छ, सो लेफ्ट भेरिएबल। लेफ्टतिर वाइ एक्सिस हुन्छ, सो यो चाहिँ वाइ एक्सिस भेरिएबल। ओके, आई थिङ्क यु गट इट। ओके, अब नेक्स्ट छ 2080 कोशी प्रदेशमा आएको क्वेसन। वाट आर कन्ट्रोल भेरिएबल्स? तपाईँहरूलाई थाहा छ द भेरिएबल्स विच आर टेकन इन्टु कन्ट्रोल थ्रु आउट द एक्सपेरिमेन्ट रिसर्च आर कल कन्ट्रोल भेरिएबल्स। कुनै पनि एक्सपेरिमेन्टमा कन्सट्यान्ट राखिने अथवा कन्ट्रोल गरिने कुराहरूलाई चाहिँ कन्ट्रोल भेरिएबल भनिन्छ। सो इम्पोर्टेन्स, किन इम्पोर्टेन्स छैन नि? टु मेक्स द फाइन्डिङ अफ द एक्सपेरिमेन्ट भ्यालिड, रिलायबल एन्ड एकुरेट। कुनै पनि एक्सपेरिमेन्टलाई भ्यालिड बनाउनुको लागि, एकुरेट बनाउनुको लागि चाहिँ कन्ट्रोल भेरिएबल कन्ट्रोल गर्नु जरुरी छ। ओके, so I move to the next topic which is asked in 2081 Sudur Paschim Pradesh, and even this question, this part is asked in 2081 Koshi Pradesh. So it is the types of unit. So there are two types of unit actually. What are they? One is fundamental unit and another one is derived unit. Fundamental unit भनेको fundamental उखु जस्तो, यो भनेको उखुको रस जस्तो जुन चाहिँ उखुबाट निकालिन्छ। सो इट डजन्ट डिपेन्ड अपन अदर युनिट्स। जुन कुरा चाहिँ अरू एकाइमा भर पर्दैन त्यसलाई चाहिँ हामी फन्डामेन्टल युनिट भन्छौँ। र 7वटा चाहिँ हाम्रो फन्डामेन्टल युनिट्सहरू छन्, 7वटा फन्डामेन्टल फिजिकल क्वान्टिटिजका। सो डिराइभ्ड युनिट भनेको उखुको जुस जस्तो, उखुबाट निकालिने चिज। सो इट डिपेन्ड्स अपन फन्डामेन्टल युनिट। फन्डामेन्टल युनिटमा भर पर्ने कुरालाई चाहिँ के भनिन्छ? डेराइभ। नामैबाट थाहा छ डेराइभ। ओके, देयर आर 7 फन्डामेन्टल युनिट्स युज टिल नाउ। आजसम्म चाहिँ साइन्टिस्टहरूले 7वटा युनिटलाई चाहिँ 7वटा क्वान्टिटीका 7वटा युनिटलाई चाहिँ फन्डामेन्टल युनिटको रूपमा मान्नुभएको छ भने मेनी डिराइभ्ड युनिट्स आर फर्म फ्रम 7 फन्डामेन्टल युनिट्स। यिनी 7वटा फन्डामेन्टल युनिट मिलाएर चाहिँ धेरै डिराइभ्ड युनिटहरू बनाउन सकिन्छ। ओके, सो अब हामीले हेरौँ है त। फन्डामेन्टल युनिटको इक्जाम्पल मिटर, डिराइभ्ड युनिटको इक्जाम्पल न्युटन। ओके, म चाहिँ अब एउटा टेबल देखाउन गइरहेको छु हजुरहरूलाई फन्डामेन्टल र डिराइभ्ड युनिटको। ओके, फन्डामेन्टल क्वान्टिटी हाम्रो लेन्थ छ, लेन्थको फन्डामेन्टल युनिट मिटर, सिम्बल एम, मासको किलोग्राम, सिम्बल केजी, टाइमको सेकेन्ड, सो एस, टेम्परेचरको केल्भिन, ठुलो के किन भयो भने यो साइन्टिस्टको नाम हो, साइन्टिस्टको नाम भए सिम्बल ठुलो हुन्छ के हुन्छ, लुमिनेस इन्टेन्सिटीको क्यान्डेला सिडी, इलेक्ट्रिक करेन्टको एम्पियर ए, यो पनि ठुलो ए भयो, कुरा बुझिसक्नु भयो किन। एमाउन्ट अफ सब्सटेन्सको मोल, सिम्बल चाहिँ एमओएल मोल। सो दिज आर द 7 फन्डामेन्टल क्वान्टिटी एन्ड देयर युनिट्स एन्ड देयर सिम्बल। ओके, आई थिङ्क यु गट इट। Okay, so now we will know some formula. So we will know some derived unit. So actually the formula of area is length into breadth. So length को unit चाहिँ meter, breadth भनेको पनि आखिर distance length नै हो. So its unit is also meter. So meter into meter, meter square. So what are the fundamental units involved here? 1 meter and another meter. So meter square is the derived unit. Similarly, volume, you can look meter cube. Density, its formula is mass upon volume, so its unit becomes kilogram per meter cube. So yeah,
the derived unit is kg per meter cube because it depends upon two fundamental unit, kg and meter. So another one is velocity. Its formula is displacement upon time. Displacement is length, so it is meter upon second, meter per second. Similarly, acceleration is velocity upon time, and velocity is meter per second and time is second, so meter per second square. Force is mass into acceleration. It is important तपाईहरुले यो चाहिँ कन्ठै पार्नुस्, फोर्सको यो युनिट चाहिँ कन्ठ पार्नुस्, कुन कुन फन्डामेन्टल युनिट मिलेर बनेको छ. सो मासको किलोग्राम, एक्सेलरेसनको मिटर पर सेकेन्ड स्क्वायर. सो यसलाई चाहिँ हामी न्युटन भन्ने गर्छौं. न्युटन भन्ने साइन्टिस्टको सर आइजक न्युटनको अनरको लागि. ओके, प्रेसर भनेको फोर्स अपन एरिया, फोर्सको भर्खरै पत्ता लगायो केजी मिटर पर सेकेन्ड स्क्वायर, एरियाको मिटर स्क्वायर. सो यसरी चाहिँ केजी पर मिटर सेकेन्ड स्क्वायर आयो र यसलाई चाहिँ हामी पास्कल भन्ने गर्छौं साइन्टिस्टलाई अनर गर्दै. वर्क भनेको फोर्स इन्टु डिस्टेन्स. अब यसरी चाहिँ हामीले जुल चाहिँ डेराइभ्ड युनिट हो, तर यसको फन्डामेन्टल युनिटको टर्ममा चाहिँ यसरी लेखिन्छ. पावरको डेराइभ्ड युनिट चाहिँ वाट हो, फन्डामेन्टल युनिटको टर्ममा चाहिँ यसरी लेखिन्छ. फर्मुला थाहा पाइराख्नुस्. मुभमेन्ट भनेको फोर्स इन्टु डिस्टेन्स हो र मुभमेन्ट को फोर्स यो भयो, फोर्सको केजी मिटर पर सेकेन्ड स्क्वायर, त्यसपछि डिस्टेन्सको मिटर, सो न्युटन मिटर. यो चाहिँ फोर्स भनेको न्युटन, त्यसपछि मिटर भइहाल्यो. यो चाहिँ डेराइभ्ड युनिट हो, तर फन्डामेन्टल युनिटको कम्बिनेसन चाहिँ यो हो. फ्रिक्वेन्सी भनेको 1 अपन टाइम. So frequency is also a derived quantity. It is not a fundamental quantity. In that sense, there is only one derived unit, second, but it is also derived. यहाँ चाहिँ एउटा मात्रै फन्डामेन्टल युनिट छ सेकेन्ड, तर पनि यो डिराइभ्ड युनिट हो किनभने यो चाहिँ डिराइभ्ड क्वान्टिटी हो. ओके, 1 अपन टाइम, 1 अपन सेकेन्ड, सेकेन्ड इन्भर्स. यसलाई चाहिँ हर्स भन्ने साइन्टिस्टको योगदानको लागि हर्स एचजे लेख्ने गर्छ. ओके, यी फर्मुलाहरू तपाईले ख्याल गर्नुस्. त्यसपछि अर्को एउटा फर्मुला पनि हजुरहरूले ख्याल गर्नुस् भन्छु मैले. पोटेन्शियल डिफरेन्सको जुन 9 क्लासमा पढ्नु भयो, पोटेन्शियल डिफरेन्सलाई ठुलो भीले जनाइन्छ, भेलोसिटीलाई सानो भीले जनाइन्छ. सो यसको फर्मुला हुन्छ what v is equal to I into r हुन्छ. So sorry, here I had written the mistaken thing. So v is equal to IR हुन्छ. मैले I into t लेखेको छु, IR हुन्छ है. ओके, ओम्स ल. त्यसपछि v भनेको चाहिँ वर्क डन बाइ चार्ज हुन्छ. फेरि वर्क डन छँदैछ, चार्ज भनेको I into t हुन्छ किनकि करेन्ट भनेको चार्ज अपन टाइम. सो यसलाई क्रस मल्टिप्लाई गर्यो भने Q भनेको I into t. सो तपाईहरुले 9 क्लासमा पढेको कुरा हो, यो चाहिँ थाहा पाउनु जरुरी छ. ओके, अब यति जानिसकेपछि अब एससी को क्वेशन्स एरिया हो है. ओके, प्रुभ दैट द फन्डामेन्टल युनिट्स अफ पावर इज केजी मिटर स्क्वायर अपन सेकेन्ड क्यूब. 81 मध्य प्रदेशमा चाहिँ सोधेको छ यो क्वेशन र 80 कर्णाली प्रदेशमा चाहिँ यसलाई कसरी सोधेको छ भने प्रुभ दैट द युनिट अफ पावर वाट इज कम्पोज्ड अफ दिस फन्डामेन्टल युनिट्स भनेर सोधेको छ. आखिर यसलाई गर्ने तरिका चाहिँ यिनी फन्डामेन्टल युनिट मिलेर बनेको छ भनेर प्रुभ गर्ने हो. यसको लागि पहिला हामीले फर्मुला थाहा पाउनु जरुरी छ. त्यो भएर मैले अघि भनेको फर्मुलाहरु चाहिँ तपाईहरुले एकपटक हेर्नु होला. सो पावरको फर्मुला हुन्छ वर्क डन अपन टाइम टेकन. सो पावर सधैँ छ. वर्क डनको फर्मुला फेरि हुन्छ फोर्स इन्टु डिस्प्लेसमेन्ट, सो डिस्टेन्स अपन टाइम. जबसम्म यहाँनिर फन्डामेन्टल क्वान्टिटी आउँदैन, लेन्थ मास टाइम आउँदैन, तबसम्म लगिराख्ने हो है, फर्दर एक्सप्रेस गरिराख्ने हो. अनि पावर इज इक्वल टु फोर्स भनेको मास इन्टु एक्सेलरेसन इन्टु डिस्टेन्स अपन टाइम. फोर्सको ठाउँमा मैले मास इन्टु एक्सेलरेसन राखेँ, डिस्टेन्सको डिस्टेन्स छ, टाइमको टाइम छ. त्यसपछि पावर भनेको अब एम, मासको ठाउँमा एम भइहाल्यो, अनि एक्सेलरेसन भनेको भेलोसिटी अपन टाइम इन्टु डी अपन टी, अरू जस्ताको तस्तै. फेरि मैले भेलोसिटीलाई के गरेँ भने डिस्टेन्स अपन टाइममा बदलेँ. सो एम को एम, भेलोसिटी भनेको डिस्टेन्स अपन टाइम 1 अपन टी यो सधैँ छ, इन्टु डी इन्टु यसलाई टीलाई माथि उल्टायो भने 1 अपन टी. सो आखिर डिस्टेन्स भनेको पनि लेन्थ हो, यो डिस्प्लेसमेन्ट भनेको पनि लेन्थ हो, यो डिस्टेन्स भनेको पनि लेन्थ हो. सो टी इन्टु टी क्यूब यो गर्यो भने चाहिँ अब सबै फन्डामेन्टल क्वान्टिटीहरू आयो र अब मैले युनिट लेख्न सक्छु. युनिट अफ पावर भनेको चाहिँ मासको युनिट केजी, लेन्थको मिटर, टाइमको क्यूबको सेकेन्डको क्यूब. सो केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर, जुन कुरा हामीले प्रुभ गर्नुपर्ने छ. यसलाई कसरी पनि सोधाएको छ भने एक्जाममा वाट आर द फन्डामेन्टल युनिट्स इन्भल्भ इन दी एसआई युनिट अफ पावर भन्यो भने केजी मिटर र सेकेन्ड, र धेरै जस्ता कुराहरूमा चाहिँ केजी मिटर र सेकेन्ड मात्रै इन्भल्भ हुन्छन् है. यो कुरा हजुरहरूले ख्याल गर्नु होला. अब यो क्वेसन त यति लामो हुन्छ गर्दाखेरि, त्यो भएर छोटकरीमा कसरी गर्ने भने यत्रो गर्नु पर्दैन. फोर्सको जहिले पनि तपाईले के थाहा पाउनुस् भने फन्डामेन्टल युनिटको कम्बिनेसन थाहा पाउनुस्. फोर्सको फन्डामेन्टल युनिटको कम्बिनेसन चाहिँ कहाँनिर छ भने यहाँनिर छ.
केजी मिटर पर सेकेन्ड स्क्वायर। यो थाहा पाएपछि हाम्रो काम सजिलो हुन्छ। ल अब नोट कुरा एउटा कुरा हेरौँ है। एस भनेको चाहिँ डिस्प्लेसमेन्ट हो। डिस्प्लेसमेन्ट भनेको यसको एसआई युनिट चाहिँ मिटर हुन्छ। फोर्सको चाहिँ केजी मिटर पर सेकेन्ड स्क्वायर फन्डामेन्टल युनिट कम्बिनेसन हो भनेर हजुरहरूले थाहा पाउनुहोस् है। ओके, अप नेक्स्ट भेरी इम्पोर्टेन्ट क्वेसन, अहिलेसम्म सोधेको छैन तर अहिले आउन सक्छ। सो प्रुभ द्याट द युनिट अफ इलेक्ट्रिकल रेजिस्टेन्स ओम इज यति भनेर दिएको छ। अब रेजिस्टेन्सको युनिट चाहिँ यो हुन्छ, फन्डामेन्टल युनिटको कम्बिनेसन चाहिँ यो हुन्छ, प्रुभ गर्नुपर्ने छ। सो अब रेजिस्टेन्स भनिसकेपछि मैले ओम्स लगेँ, त्यो भएर हजुरहरूलाई भनेको थिएँ भी इज इक्वल टु आइआर। सो आर इज इक्वल टु भी अपन आई। सो आर इज इक्वल टु भी भनेको के हो, ठुलो भी भने है। ठुलो भी भनेको के हो, फर्मुला हेर्नुहोस् त्यहाँ, वर्क डन अपन चार्ज। ओके, डब्लु अपन क्यू, आईको आईलाई चेन्ज गर्नु पर्दैन किनकि करेन्ट भनेको फन्डामेन्टल क्वान्टिटी हो। आरको आर, वर्क डन भनेको के, फेरि फोर्स इन्टु डिस्प्लेसमेन्ट अपन क्यू भनेको फेरि के हो भन्नु त, क्यू भनेको आई इन्टु टी हो। क्यूको ठाउँमा आई इन्टु टी राखेँ इन्टु आई। अब तपाईँहरूलाई मन लाग्छ भने फोर्सलाई फेरि मास इन्टु एक्सलेसन गराउनु, फेरि एक्सलेसनलाई भेलोसिटी अपन टाइम गराउनु, भेलोसिटीलाई फेरि डिस्प्लेसमेन्ट अपन टाइम गराउनु। त त्यति धेरै गर्नुभन्दा फोर्सको ठाउँमा सिधै यहाँ हेर्नु है। अब युनिट अफ रेजिस्टेन्स इज इक्वल टु मासको युनिट, फोर्सको युनिट राखिदिनुहोस्, डिस्टेन्सको युनिट राखिदिनुहोस्, करेन्टको युनिट राखिदिनुहोस् एम्पियर, टाइमको युनिट राखिदिनुहोस्, क्वेसन सिधै मिल्छ। टाइम छ भने चाहिँ यो गर्नुहोस् है, नत्र भने सिधै प्रुभ गर्नुहोस्। फोर्सको युनिट चाहिँ थाहा पाउनुहोस्, त्यो भएर मैले चाहिँ यसलाई प्रायोरिटी दिन्छु है त। ओके, अब फेरि अर्को क्वेसन हेरौँ है। प्रुभ द्याट द युनिट अफ ग्राभिटेसनल कन्स्ट्यान्ट इज डेराइभ्ड युनिट भनेको छ। अब यसलाई गर्ने तरिका चाहिँ ग्राभिटेसनल कन्स्ट्यान्टको के गरी फर्मुला निकाल्ने हो। त्यो फर्मुला चाहिँ हामीलाई यहाँ थाहा छ, एफ इज इक्वल टु जी एम1 एम2 अपन डी स्क्वायर फ्रम न्युटन्स ल अफ ग्राभिटेसन होइन। अब यो एफ डी स्क्वायर क्रस मल्टिप्लाई भयो इज इक्वल टु जी एम1 एम2। अब जी यता छ, यो एम1 एम2 यता डिभाइड हुन ल्यायो। अब जीको युनिट पत्ता लगाउनु पर्ने छ। युनिट अफ जी इज इक्वल टु फोर्सको युनिट केजी मिटर पर सेकेन्ड स्क्वायर इन्टु डिस्टेन्सको स्क्वायरको युनिट मिटरको स्क्वायर, एम1 को युनिट केजी, एम2 को युनिट केजी, केजी केजी क्यान्सिल, मिटर क्युब अपन केजी सेकेन्ड स्क्वायर। यो क्यालकुलेसन हजुरहरूले हेर्न सक्नुहुन्छ। अब यो चाहिँ डिराइभ्ड युनिट किन भयो भने यो चाहिँ तीनवटा फन्डामेन्टल युनिटमा भर पर्यो, जो चाहिँ केजी मिटर र सेकेन्ड छ है त। ओके, अब तपाईँहरूले फेरि एकपटक यी कुराहरू थाहा पाउनुहोस्। भी भनेको फाइनल भेलोसिटी, यु भनेको इनिसियल भेलोसिटी, आखिरी दुइटै भनेको भेलोसिटी हो, त्यो भएर यिनको युनिट चाहिँ मिटर पर सेकेन्ड हुन्छ। ए भनेको एक्सेलरेसन, नर्मल एक्सेलरेसन, जी भनेको एक्सेलरेसन ड्यु टु ग्राभिटी, यिनी दुइटै एक्सेलरेसन हुन्, त्यो भएर यिनको एसआई युनिट चाहिँ मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। एस भनेको डिस्प्लेसमेन्ट हो, डिस्प्लेसमेन्टको युनिट चाहिँ मिटर हुन्छ। यो कुरा चाहिँ थाहा पाइराख्नुहोस् हजुरहरूले है। अब युनिट वाइज एनालाइसिसको बारेमा कुरा गर्छु। युनिट वाइज एनालाइसिसमा क्वेसनबाटै सुरु गरेँ मैले। चेक युनिट वाइज होमोजिनिटी इन एस इज इक्वल टु युटी स्क्वायर प्लस हाफ एटी स्क्वायर भन्न खोजेँ। यता र यता सेम छ भने त्यो इक्वेसन चाहिँ ठिक छ, यता र यता सेम छैन भने त्यो इक्वेसन गलत छ। होमोजिनियस हुनु भनेको दुवैतिर सेम हुनु हो है त। ओके, अब हामीले पहिला यो दिएको कुरालाई लेख्यौँ, त्यसपछि एलएचएसको युनिट अफ एलएचएस लेख्यौँ। एलएचएसमा एस छ, युनिट अफ एस, एसको युनिट चाहिँ के हुन्छ, मिटर। ओके, केही कन्फ्युजन छैन होला यहाँसम्म होइन। त्यसपछि युनिट अफ आरएचएस, आरएचएसमा भएको कुराको युनिट हेरौँ। युनिट अफ, अब यो आरएचएसमा भएको कुरा लेखेँ मैले यहाँ। त्यसपछि युको युनिट के हुन्छ, मिटर पर सेकेन्ड किनकि भेलोसिटी हो, इन्टु टाइमको युनिट सेकेन्डको स्क्वायर छँदैछ, प्लस 1/2 को युनिट हुँदैन। अब एक्सेलरेसनको युनिट मिटर पर सेकेन्ड स्क्वायर इन्टु टाइमको युनिट सेकेन्डको स्क्वायर। सो यो र यो क्यान्सिल, सेकेन्ड स्क्वायर क्यान्सिल, मिटर सेकेन्ड प्लस मिटर। अब दुईवटा फरक कुरालाई त जोड्न मिल्दैन। ए प्लस ए जोड्न मिल्छ, 2a हुन्छ। त्यस्तै एम प्लस एम 2m हुन्छ, तर एमएस प्लस एम त जोड्न मिल्दैन। त्यो भएर अब हेर्नु है, एलएचएसमा मिटर युनिट आएको छ, आरएचएसमा यो युनिट आएको छ, यिनी दुईटा बराबर त छैनन्। युनिट अफ एलएचएस इज नट इक्वल टु युनिट अफ आरएचएस। सो द इक्वेसन 1 इज नट होमोजिनियस एन्ड भ्यालिड। इक्वेसन ठिक छैन किनकि हामीले पढेको राइट इक्वेसन त के हो, एस इज इक्वल टु युटी प्लस हाफ एटी स्क्वायर हो है। ओके, इक्वेसन चेक गर्ने तरिका हो यो। अब यो त हामीले देखेकै क्वेसन हुन्, ठिक छ कि छैन भनेर पहिल्यै थाहा हुन्छ। कहिले नदेखेको क्वेसन आयो भने चाहिँ यसरी गर्दा चाहिँ हामीले ठ्याक्कै थाहा पाउन सक्छौँ। ओके, 2081 गण्डकी प्रदेशमा सेम इक्वेसन दिएको छ, भ्यालिडिटी टेस्ट गर्ने भनेको छ। एलएचएसमा लेखौँ, एलएचएसमा भी स्क्वायरको युनिट छ, भी भनेको के हो त हाम्रो भेलोसिटी हो। ओके, मिटर पर सेकेन्ड, यहाँ होल स्क्वायर छ, होल स्क्वायर लगाइदियो, मिटर स्क्वायर अपन सेकेन्ड स्क्वायर। अब आरएचएसको युनिट हेरौँ, युनिट अफ 2as युमी स्क्वायर प्लस 2as। सरी, मैले यहाँनिर चाहिँ छुट्याएछु। सो यहाँ यु स्क्वायर चाहिँ छुट्याएछु, कुरा एउटै हो न त, यु स्क्वायर प्लस 2as। सो यो त छँदैछ, यो मैले 2as को गरेँ। यु स्क्वायर भनेको केसको स्क्वायर हो, मिटर अपन सेकेन्डको के हुन्छ त भन्नु त, स्क्वायर हुन्छ। यु स्क्वायरको ठाउँमा मिटर अपन सेकेन्डको स्क्वायर प्लस
2 को युनिट हुने कुरा भएन। एक्सेलरेसनको युनिट के हुन्छ मिटर पर सेकेन्ड स्क्वायर इन्टु डिस्टेन्स डिस्प्लेसमेन्टको युनिट के हुन्छ मिटर। अब यसलाई हिसाब किताब गर्यो भने आखिर यो कस्तो आउँछ भने मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर प्लस प्लस कस्तो आउँछ मिटर स्क्वायर अपन के आउँछ सेकेन्ड स्क्वायर आउँछ र यो गर्यो भने 2 मिटर स्क्वायर अपन के आउँछ सेकेन्ड स्क्वायर आउँछ। आखिर यो 2 सँग हामीलाई मतलब हुँदैन है, हामीलाई युनिट सेम भइ पुग्छ। यहाँ मिटर स्क्वायर पनि सेकेन्ड स्क्वायर छ, यहाँ पनि मिटर स्क्वायर पनि सेकेन्ड स्क्वायर छ। सो युनिट अफ एलएचएस इज इक्वल टु युनिट अफ आरएचएस। सो इक्वेसन 1 इज अ भ्यालिड इक्वेसन, हामीलाई पहिल्यै थाहा थियो। ओके, लास्टमा एउटा कन्सेप्ट हेरौँ, इम्पोर्टेन्स अफ युनिट वाइज एनालाइसिस। अब युनिट वाइज एनालाइसिस गर्नुको फाइदा के त भने पहिला त इक्वेसन ठिक छ कि छैन भनेर चेक गर्न सजिलो हुन्छ। अब हामीलाई अहिले पो देखेको इक्वेसन छन् ठिक छ कि छैन थाहा पाउन सक्छ। अब कहिले नदेखेको इक्वेसन आयो नपढेको इक्वेसन आयो भने यसरी चाहिँ हामीले चेक गर्न सक्छौँ। अर्को यो चाहिँ कन्ट पारौँ, कुनै सिजिएस युनिटबाट एसआई युनिटमा लग्नु छ अथवा एसआई युनिटबाट सिजिएस युनिटमा लग्नु छ भने यो मेथड चाहिँ काम लाग्छ, जुन चाहिँ तपाईँहरूले 11 क्लासमा गएर डाइमेन्सनल एनालाइसिस च्याप्टरमा पढ्नुहुन्छ। ओके, दिज आर दि कन्सेप्ट। सो हामीले के बुझ्यौँ त भने पहिला डिपेन्डेन्ट इन्डिपेन्डेन्ट र कन्ट्रोल भेरिएबलको बारेमा बुझ्यौँ, डिफ्रेन्स बिट्विन हेऱ्यौँ। त्यसपछि फन्डामेन्टल र डिराइभ्ड युनिटको कुरा गऱ्यौँ। त्यसपछि यो फन्डामेन्टल युनिट यो हुन्छ भनेर प्रुभ गऱ्यौँ। त्यसपछि फेरि अर्को क्वेसन पनि प्रुभ गऱ्यौँ र त्यसपछि यो डिराइभ्ड युनिट हो भनेर प्रुभ गऱ्यौँ र होमोजिनिटी अथवा युनिट वाइज एनालाइसिस गऱ्यौँ। एलएचएस र आरएचएस बराबर नभयो भने इक्वेसन चाहिँ भ्यालिड हुँदैन, भयो भने चाहिँ इक्वेसन भ्यालिड हुन्छ भनेर हेऱ्यौँ। त्यसपछि इम्पोर्टेन्स अफ युनिट वाइज एनालाइसिस हेऱ्यौँ। ओके, नाउ अब म चाहिँ के गर्छु भने तपाईँहरूको क्वेसन आउने बुक चाहिँ गराउँछु है, गभर्मेन्ट बुकका क्वेसन्सहरू गराउँ है त। सो विच वान अफ द फलोइङ इज अ फन्डामेन्टल युनिट। अब यो मध्ये तलको कुन फन्डामेन्टल युनिट हो हेरौँ, किलोग्राम हो, अरू कुरा हेर्नै परेन। विच वान अफ द फलोइङ फिजिकल क्वान्टिटिज एट द सेम युनिट एज द युनिट मिटर सेकेन्ड इन्भर्स। अब यो झुक्याउन खोजेको छ है, मिटर सेकेन्ड इन्भर्स भनेको चाहिँ मिटर पर सेकेन्ड भनेको हो, किनकि सेकेन्डको पावर 1 भयो भने माथि जाँदा के हुन्छ सेकेन्डको पावर -1 हुन्छ। मिटर पर सेकेन्ड केसको युनिट हो, भेलोसिटीको युनिट हो। त्यसपछि विच अफ द फलोइङ इज ए डेराइभ्ड युनिट, कुन चाहिँ डेराइभ्ड युनिट हो, क्यान्डेला हुने कुरा भएन, एम्पियर हुने कुरा भएन, केल्भिन हुने कुरा भएन, जुल हो। त्यसपछि विच, यो चाहिँ 80 बागमती प्रदेशमा आएको क्वेसन रहेछ। विच वान अफ द फलोइङ युनिट्स डिनोट न्युटन, न्युटनलाई डिनोट गर्ने चाहिँ हेर्नु, यो चाहिँ थाहा पाउनुपर्छ। अब न्युटन भनेको फोर्सको एसआई युनिट हो, अब यसको डिराइभ्ड युनिट हो, यसको फन्डामेन्टल कम्बिनेसन चाहिँ के हुन्छ केजी मिटर पर सेकेन्ड स्क्वायर हुन्छ, किनकि फोर्स भनेको के हुन्छ मास इन्टु एक्सेलरेसन हुन्छ। मास भनेको के हुन्छ केजी इन्टु एक्सेलरेसन भनेको मिटर पर सेकेन्ड स्क्वायर। अब सेकेन्ड स्क्वायर माथि जाँदा सेकेन्डको पावर -2, सो यो चाहिँ मिल्छ होला होइन, केजी मिटर सेकेन्ड -2 मिल्छ। गिभ रिजन, जुल इज द डेराइभ्ड युनिट अफ वर्क। अब वर्कको फर्मुला लगाउनुहोस्, अघि गरे जस्तै गरी ज्याप 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 गरिदिनुहोस् अनि भइहाल्छ। त्यसपछि सम भेरिएबल्स विल बी कन्ट्रोल वाइल पर्फर्मिङ एक्सपेरिमेन्ट, कन्ट्रोल भेरिएबलको इम्पोर्टेन्स लेखिदिनु, सकिहाल्यो। अब यो भ्यालिडिटी टेस्ट गर्नु, सकिहाल्यो। इन्डिपेन्डेन्ट डिपेन्डेन्ट भेरिएबलको डिफ्रेन्स बिट्विन सकिसक्यो। फन्डामेन्टल युनिट डिराइभ्ड युनिट हामीले गरिसक्यो। वाट इज युनिट, युनिट भनेको चाहिँ स्ट्यान्डर्ड रिफरेन्स क्वान्टिटी हो, जोसँग कम्पेयर गरेर चाहिँ हामीले कुनै कुरा चाहिँ मेजर गर्ने गर्छौँ। जस्तो 1 मिटर भन्ने हामीलाई पहिल्यै थाहा छ, अब 1 मिटरको आधारमा चाहिँ हामीले अरू लम्बाइहरू चाहिँ नाप्ने गर्छौँ होइन। 1 मिटर चाहिँ साइन्टिस्टहरूले पहिल्यै 2वटा लाइन बिचको लेन्थ भनेर डिटरमाइन गर्नुभएको छ। राइट द एसआई युनिट अफ मास केजी, टेम्परेचर केल्भिन, इनर्जीको अब एसआई युनिट हजुरहरूले लेख्न सक्नुहुन्छ जुल। त्यसपछि डेन्सिटीको एसआई युनिट चाहिँ के हुन्छ भन्नु त केजी पर मिटर क्युब हुन्छ, किनकि डेन्सिटीको फर्मुला के हुन्छ मास अपन भोल्युम हुन्छ हो। हाउ इज द भ्यालिडिटी अफ इक्वेसन चेक, राइट एन इक्जाम्पल। त्यही एस इज इक्वल टु टी प्लस हाफ एटी स्क्वायर लेख्नुहोस्, एलएचएसको युनिट लेख्नुहोस्, आरएचएसको युनिट लेख्नुहोस्, दुइटै बराबर देखाइदिनु। युनिट अफ एलएचएस इज इक्वल टु युनिट अफ आरएचएस लेख्नुहोस्। सो इट इज अ भ्यालिड इक्वेसन लेखिदिनु, यो लेख्नुहोस्, काम सक्यो। बाई डुइङ युनिटाइज एनालाइसिस भनेर चाहिँ लेख्नु होला है। ओके, भ्यालिडिटी अफ इक्वेसन इज चेक्ड बाई युनिट वाइज एनालाइसिस भनेर एउटा इक्जाम्पल दिनु, भइसकिहाल्यो। अनि अब फन्डामेन्टल युनिट्स इन्भल्भ इन द युनिट अफ प्रेसर, प्रेसरको फर्मुला फोर्स बाई एरिया हुन्छ। फोर्सको थाहा छ तपाईँहरूलाई, फन्डामेन्टल युनिट केजी मिटर अपन सेकेन्ड स्क्वायर हुन्छ, एरियाको मिटर स्क्वायर हुन्छ, केजी मिटर सेकेन्ड आउँछ नि त्यही निकाल्ने हो। अब यहाँ पनि त्यही छ, न्युटन फोर्सको युनिट, वाट पावरको युनिट, जुल इनर्जी अथवा वर्कको युनिट, पास्कल चाहिँ प्रेसरको युनिट, यो गर्नु होला। अब यो चाहिँ क्वेसन इम्पोर्टेन्ट आउन सक्छ एसीमा।
सो निभा भन्ने मान्छेले चाहिँ के अरू एउटा नयाँ फर्मुला पत्ता लगाएँ मैले, पावरको लागि यो फर्मुला हुन्छ, प्रेसरको लागि यो फर्मुला हुन्छ भन्नुभयो। अब यो ठिक छ कि छैन चेक गर्नुहोस् भनेको छ। पहिला त हजुरहरूले के गर्नु भने पावरको रियल फर्मुला के हो, फोर्स अपन एरिया हजुरले थाहा पाएको। प्रेसरको रियल फर्मुला के हो हजुरहरूले थाहा पाएको चाहिँ के हो, फोर्स अपन एरिया। त्यो फर्मुला लगाएर चाहिँ युनिट निकाल्नुहोस् हैन। त्यसपछि पावरको फर्मुला चाहिँ वर्क डन अपन टाइम टेकन लगाएर त्यसको युनिट निकाल्नुहोस्। अनि यसलाई चेक गर्नुहोस्। यदि यसको र पावरको रियल जुन फर्मुला थाहा छ हजुरहरूलाई त्यसको सेम युनिट आयो भने चाहिँ यो ठिक छ, नत्र छैन। अनि यसको र प्रेसरको रियल फर्मुला जुन तपाईँलाई थाहाको फर्मुला छ फोर्स अपन एरिया, त्यो फर्मुला लगाएर आएको जुन युनिट चाहिँ यो फर्मुला लगाएर आएको युनिट र त्यो फर्मुला लगाएर आएको युनिट बराबर छ, ठिक छ भने भ्यालिड छ, नत्र छैन। सायद यी दुइटै भ्यालिड आउँदैनन्, एकपटक ट्राई गर्नु होला। डिस्क्राइब द इन्डिपेन्डेन्ट भेरिएबल, डिपेन्डेन्ट भेरिएबल एन्ड कन्ट्रोल भेरिएबल विथ अ सुइटेबल एक्जाम्पल अफ इच। अब एक्जाम्पल तपाईँले मजाले स्ट्रेचिङ अफ रबर, गुलीले तन्काएको एक्जाम्पल दिएर गर्न सक्नुहुन्छ यो क्वेसन। अब कर्मालाई चाहिँ के गर्न मन लाग्यो अरे भने एउटा चाहिँ ड्राई सेल लिनुभयो, ब्याट्री जसलाई हामी ब्याट्री भन्छौँ, कलर त तर हामीले ब्याट्री भन्छौँ। एउटा ड्राई सेल ल्याउनु भयो अरे, ड्राई सेल लिइसकेपछि केही तारहरू ल्याउनु भयो अरे। कोही एउटा चाहिँ पातलो तार, एउटा चाहिँ अलि मोटो तार, अर्को चाहिँ अलि मोटो तार ल्याउनु भयो अरे। र उहाँलाई चाहिँ के थाहा पाउनु मन रहेछ भने अब यो तारको मोटाइ र कति मोटो तार गऱ्यो भने कति समयसम्म ब्याट्री टिक्छ अथवा सेल टिक्छ भनेर थाहा पाउनु मन रहेछ। उहाँलाई चाहिँ कति मोटो तार प्रयोग गऱ्यो भने कति समयसम्म ब्याट्री टिक्छ भनेर थाहा पाउनु रहेछ। अब यो एक्सपेरिमेन्टमा इन्डिपेन्डेन्ट, डिपेन्डेन्ट र कन्ट्रोल भेरिएबल कुन हो भनेको छ। अब यो एक्सपेरिमेन्टमा परिवर्तन गर्न मिल्ने कुरा भनेको के हो, थिकनेस अफ वायर, यो कुन भेरिएबल हुने भयो इन्डिपेन्डेन्ट। अब त्यसमा भर पर्ने कुरा भनेको के हो, लाइफ स्प्यान अफ अ ड्राई सेल, त्यो भनेको के हुने भयो डिपेन्डेन्ट भेरिएबल। अब अरू कन्ट्रोल भेरिएबल टेम्परेचर हुनसक्छ, भोल्टेज हुनसक्छ, ब्याट्रीको भोल्ट हैन, धेरै थोरै हुनसक्छ। अब हेर्नु, जहिले पनि इफेक्ट भन्ने शब्द देख्नुभयो भने इफेक्टदेखि पछाडिको चाहिँ जहिले पनि डिपेन्डेन्ट, अगाडिको चाहिँ जहिले पनि इन्डिपेन्डेन्ट हुन्छ। ओके, अब यो क्वेसन एकदमै लामो छ, यासीमा यत्रो क्वेसन देख्यो भने हामी एकछिन कन्फ्युज हुन्छौँ। यो क्वेसनलाई के भनेको छ म भनिदिन्छु है। चान्दनी भन्ने व्यक्तिलाई चाहिँ विभिन्न मेटेरियल्सहरूले चाहिँ जस्तो मलले त्यसपछि नुनले, चुनले बिरुवाको ग्रोथमा कस्तो असर पर्छ भन्ने इन्भेस्टिगेसन गर्न मन लागेछ। र उहाँले चाहिँ के गर्नुभएछ भने तीनवटा गरेर 12वटा चाहिँ उत्रै साइजका पट लिनुभएछ, भाँडा लिनुभएछ। र उहाँले चाहिँ तीनवटामा चाहिँ 2 चम्चा चुन हाल्नुभएछ, लाइम, तीनवटामा चाहिँ 2 चम्चा युरिया, तीनवटामा चाहिँ 2 चम्चा घरमा बनाएको मल, तीनवटामा चाहिँ 2 चम्चा नुन हाल्नुभएछ। र उहाँले चाहिँ यी सबैमा चाहिँ एउटै खालको बिरुवा रोप्नु भएछ र केही समयपछि ग्रोथ चाहिँ हेर्नु भएछ, लम्बाइ चाहिँ नाप्नु भएछ। उहाँको एक्सपेरिमेन्ट त थाहा भइहाल्यो। अब यसमा पक्कै पनि क्वेसन के छ, इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट भेरिएबल, कन्ट्रोल भेरिएबल कुन हो भनेर हामीलाई चिन्नु छ। अब यसमा परिवर्तन गर्न मिल्ने कुरा भनेको के हो, अफकोर्स एमाउन्ट अफ सब्सटेन्स युज। अब हामीले कति सब्सटेन्स प्रयोग गर्ने, चुन कति प्रयोग गर्ने, नुन कति प्रयोग गर्ने भनेर चेन्ज गर्न मिल्छ। सो द्याट इज इन्डिपेन्डेन्ट भेरिएबल। अब डिपेन्डेन्ट भनेको ग्रोथ जहिले पनि डिपेन्डेन्ट हुन्छ। बिरुवाको ग्रोथ भनेको कुन कुरा प्रयोग गरिन्छ त्यसमा भर पर्छ। सो द्याट इज डिपेन्डेन्ट। एन्ड कन्ट्रोल अब अरू कुराहरू जस्तो साइज अफ पट, एमाउन्ट अफ सोइल, कसैमा सोइल धेरै हाल्ने, कसैमा सोइल थोरै हाल्ने। एक्सपेरिमेन्ट गऱ्यो भने एक्सपेरिमेन्ट त कन्फ्युजिङ हुन्छ, भ्यालिड रिजल्ट आन्न। त्यो भएर त्यसलाई एउटै गराउनु पऱ्यो, साइज अफ पट एउटै गराउनु पऱ्यो है। अनि त्यसपछि एमाउन्ट अफ सनलाइट एउटै गराउनु पऱ्यो। अरू सबै कन्ट्रोल हुन्छ कि जहिले पनि। अब चाँदनीलाई चाहिँ 3वटा पट चाहिँ प्रयोग गर्नुको कारण चाहिँ के हो भने जति धेरै पट प्रयोग गर्यो जति धेरै पट प्रयोग गरिन्छ नि त्यति धेरै बिरुवा हुन्छन्, त्यति धेरै बिरुवालाई रिजल्ट हेर्न सकिन्छ हैन। जति धेरै एक्सपेरिमेन्ट गरिन्छ त्यति धेरै हामीले रिसर्च गर्न सक्छौँ। सो है, रिलायबल एक्सपेरिमेन्ट गराउनुको लागि चाहिँ गरिन्छ। अब यो हेरौँ है, यसमा चाहिँ के गरेको छ भने यो क्वेसनमा चाहिँ सुबोध भन्ने मान्छेले चाहिँ कस्तो कलरको वस्तुले चाहिँ कति तातो राख्न सक्छ, कति तात्तिन्छ, कस्तो कलरको वस्तु प्रयोग गर्यो भनेर चाहिँ एक्सपेरिमेन्ट गर्न खोज्दैछ। उसले चाहिँ 3वटा कोनिकल भाँडाहरू लियो हैन, 4वटा कोनिकल भाँडा लियो। पहिलोलाई चाहिँ कालो कलर लगायो, दोस्रोलाई चाहिँ इनामेल, सेतो इनामेल लगायो, तेस्रोलाई चाहिँ ग्रिन इनामेल लगायो र चौथोलाई चाहिँ रेड इनामेल लगायो। उसले चाहिँ तीनटै भाँडामा पानी हाल्यो र पानी हालिसकेपछि सबै भाँडाको मुख चाहिँ बन्द गर्यो बेसरी र भाँडामा घाममा लगाएर राख्यो। र केही समयपछि थर्मोमिटर ल्याएर सबैको टेम्परेचर नाप्यो र उसले चाहिँ
के पायो, कुन भाँडोमा धेरै तात्तिएको रहेछ भनेर चाहिँ थाहा पायो। पक्कै पनि ब्ल्याक भाँडोमा तात्तिएको हुनुपर्छ किनकि ब्ल्याकले चाहिँ धेरै तातो सोच्छ। अब यो एक्सपेरिमेन्टमा इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो, डिपेन्डेन्ट भेरिएबल भनेको के हो र यो भेरिएबलमा के चाहिँ कन्ट्रोल गर्नुपर्छ भनेको छ है त। अब यसमा इन्डिपेन्डेन्ट भेरिएबल भनेको उसले परिवर्तन गर्न सक्ने कुरा भनेको हेर्नु है, इफेक्टदेखि पछाडिको शब्द चाहिँ जहिले पनि डिपेन्डेन्ट हुन्छ। एबिलिटी टु होल्ड हिट भनेको जहिले पनि के भयो त, डिपेन्डेन्ट भयो। इफेक्टदेखि अगाडिको चाहिँ कलर अफ एन अब्जेक्ट चाहिँ के भयो, इन्डिपेन्डेन्ट भयो किनकि कलर उसले चेन्ज गर्न सक्छ। कलर उसले चेन्ज गरेको पनि छ, सेतो पनि राखेको छ, हरियो पनि राखेको छ, कालो पनि राखेको छ, रातो पनि राखेको छ होइन। र अब तातो सोच्ने भन्ने कुरा चाहिँ कलरमा भर पर्छ। सो अरूमा भर पर्ने कुरा चाहिँ के भयो, डिपेन्डेन्ट भेरिएबल भयो। सो एबिलिटी टु होल्ड इट चाहिँ के भयो, डिपेन्डेन्ट भेरिएबल भयो। अब कन्ट्रोल भेरिएबल चाहिँ के हुनुपर्छ भने अमाउन्ट अफ वाटर, पानी चाहिँ एउटामा थोरै राख्ने एउटामा धेरै राखेर काम छैन। सो पानीको मात्रालाई चाहिँ कन्स्ट्यान्ट राख्नुपर्छ। सो एमाउन्ट अफ वाटर के हुन्छ, कन्ट्रोल भेरिएबल हुन्छ। त्यस्तै साइज अफ द पटको साइज अथवा साइज अफ द फ्लास्क पनि सेम राख्नुपर्छ। एउटा ठुलो एउटा सानो राखेर हुँदैन, एक्सपेरिमेन्ट भ्यालिड हुँदैन है त। यो क्वेसन यहाँ रङ छ, यो यही क्वेसन हो, यसलाई चाहिँ के नम्बर गराएर दिएको छ। अब यो चाहिँ अलिकति अर्कै क्वेसन छ, हेरौँ अलिक फरक खालको क्वेसन छ। मनिषा, इन चाहिँ लङ क्वेसनमा आउँछ नि, एससीमा आयो भने। मनिषा वान्टेड टु टेस्ट द इटिङ हेबिट अफ अ डग, सी डिसाइडेड टु स्टडी हाउ द एमाउन्ट अफ फुड एन्ड द टाइम अफ गिभिङ फुड एफेक्ट द स्पिड। एफेक्टदेखि पछाडिको शब्द चाहिँ सिधै डिपेन्डेन्ट भेरिएबल भइहाल्यो है। एफेक्ट द स्पिड एट विच द डग एट, वाट इज रङ विथ द डिजाइन अफ मनिषा एक्सपेरिमेन्ट एन्ड हाउ क्यान सी करेक्ट इट भन्यो। मनिषाले चाहिँ के स्टडी गर्न मन लाग्यो भने उसको कुकुरको खाने बानी चाहिँ स्टडी गर्न मन लाग्यो र उसले चाहिँ के अध्ययन गर्न खोजिन् भने खानाको, उनले दिएको खानाको मात्रा र उनले दिएको खाना दिने समयले डगले खाने स्पिडमा कति छिटो डगले खान्छ अथवा कति ढिलो खान्छ त्यो चाहिँ स्टडी गर्न मन लाग्यो। अब एक्सपेरिमेन्टमा के कुरा रङ छ भनेको छ, यसमा डिपेन्डेन्ट भेरिएबल त पक्कै पनि डगले कति छिटो खान्छ, स्पिड अफ एट विथ द डग एट भन्ने कुरा चाहिँ डिपेन्डेन्ट भेरिएबल हो किनकि त्यो खाना, दिएको खानाको मात्रा र दिएको समयमा भर पर्छ। अब यसमा चाहिँ दिएको खानाको मात्रा र दिएको समय दुईटा भेरिएबलहरू चाहिँ कहिले पनि इन्डिपेन्डेन्ट हुन सक्दैनन्। सो इन्डिपेन्डेन्ट भेरिएबल जहिले पनि एउटा हुनुपर्छ। अब यो भेरिएबलमा, यो एक्सपेरिमेन्टमा कन्ट्रोल भेरिएबल एउटा हुनैपर्छ, एउटा भेरिएबललाई कन्ट्रोल गर्नुपर्छ यी दुईटा मध्ये। सो यो एक्सपेरिमेन्टमा चाहिँ किन रङ छ भने यसमा चाहिँ डिपेन्डेन्ट भेरिएबल छ तर इन्डिपेन्डेन्ट र कन्ट्रोल भेरिएबल छुट्याएको छैन। सो अब यो एक्सपेरिमेन्टलाई कसरी करेक्ट गर्न सकिन्छ भने समय चाहिँ उही राख्ने, बिहान 7 बजे दियो भने टाइम अफ गिभिङ फुड चाहिँ सेम राख्ने, कन्स्ट्यान्ट राख्ने, कन्ट्रोल गरिदिने। बिहान 7 बजे दियो भने 7 बजे दिने। अनि कति खाना खान्छ, खाना दिएको मात्रा र खानाको स्पिड चाहिँ चेक गर्ने, कति छिटो खान्छ त्यो चाहिँ चेक गर्न सकियो। एउटा कुरा चाहिँ कन्ट्रोल राख्नु पऱ्यो। सो अब यहाँ चाहिँ के हुने भयो एक्सपेरिमेन्टमा, यदि यो टाइमलाई चाहिँ कन्ट्रोल गरियो भने, कन्ट्रोल भेरिएबलमा राखियो भने एमाउन्ट अफ फुड चाहिँ हामीले परिवर्तन गर्न मिल्ने कुरा इन्डिपेन्डेन्ट, स्पिड चाहिँ डिपेन्डेन्ट भेरिएबल भयो। अब यो क्वेसन हामीले गरिसकेको छौँ। सो आई होप हजुरहरूले यी क्वेसन्सहरू हेर्नुभयो होला, हजुरहरूले क्वेसन्सहरू गर्नु होला। र मैले अझै एउटा क्वेसन चाहिँ हजुरहरूलाई गराउन चाहेँ जुन चाहिँ यहाँ छ। जस्तो कुनै केमिकल रियाक्सनमा चाहिँ लाइमस्टोन छ, चुनढुङ्गा छ र चुनढुङ्गाको सर्फेस, चुनढुङ्गाले गर्ने रियाक्सनको रेट र सर्फेस बिचको रिलेसन चाहिँ हामीले पत्ता लगाउन खोज्दैछौँ है। अब चुनढुङ्गाले धेरै सर्फेस एरिया बढ्यो अथवा धेरै चुनढुङ्गाको धेरै मोलिक्युलहरूले चाहिँ एक्सपोज भए भने चाहिँ एसिड त जे पनि हुनसक्छ, एसिड हालेर रियाक्सन गराउँदैछ चुनढुङ्गासँग होइन। र रियाक्सनको रेट चाहिँ कति छिटो हुन्छ भनेर पत्ता लगाउन खोज्दैछौँ होइन। त्यो बेलामा चाहिँ अब यो एक्सपेरिमेन्टमा चाहिँ हाउ द सर्फेस एरिया एफेक्ट द रेट भन्ने चाहिँ एक्सपेरिमेन्ट छ। अब हामीले चेन्ज गर्न मिल्ने कुरा भनेको के हो, सर्फेस एरिया। जस्तो हामीले चुनढुङ्गा सिधै डल्लो हाल्यो भने थोरै मोलिक्युल एक्सपोज हुन्छन्, सर्फेस एरिया कम भयो। पिसेर हाल्यो भने सर्फेस एरिया बढ्छ, धेरै मोलिक्युल्सहरू एक्सपोज हुन्छन्। सो हामीले त्यो कुरालाई परिवर्तन गर्न मिल्छ। द्याट मिन्स सर्फेस एरिया भनेको के हुने भयो, इन्डिपेन्डेन्ट भेरिएबल। रेट अफ रियाक्सन चाहिँ सर्फेस एरियामा भर पर्छ। सर्फेस एरिया कम भयो भने चाहिँ रेट अफ रियाक्सन कम हुन्छ, धेरै भयो भने चाहिँ धेरै हुन्छ, छिटो हुन्छ। सो रेट अफ रियाक्सन चाहिँ के हुने भयो भन्नु त, डिपेन्डेन्ट भेरिएबल हुने भयो। तर यसमा अब कन्सन्ट्रेसन अफ एसिड, टेम्परेचर, यी कुराहरू चाहिँ के हुने भए, कन्ट्रोल भेरिएबल हुने भए है। यो कुरा पनि हजुरहरूले ख्याल गर्नु होला। ओके, दिस मच फर टुडे। इन द नेक्स्ट भिडियो आई विल कम with the concepts of ICT and I will solve the past year questions and important questions related to ICT. This much for today. Thank you so much. Bye-bye.